सम्पूर्णमा नमस्कार छ। आज म विभिन्न पत्र-पत्रिकाको सहयोगमा एउटा नयाँ विचार प्रस्तुत गर्न गएको छु। त्यो विचारको शीर्षक हो अहिले हाम्रो देशमा निकै रूपमा चर्चित भइरहेको, निकै बहसको विषय बनिरहेको हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अब नेपालको आवश्यकता हो भनेर धेरै जस्ता विद्वानहरू र धेरै जस्ता व्यक्तिहरूले यसको बारेमा बहस र पैरवी गइरहेको अवस्थामा मैले विभिन्न पत्र-पत्रिकाको सहयोगमा एउटा आफ्नो विचार प्रस्तुत गर्न गइरहेको छु। प्रत्यक्ष निर्वाचित कार्यकारी भ्रम र वास्तविकता। हामी आज प्रश्न गरौँ कि संसदीय प्रणाली असफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसरण गर्ने अवस्थामा आज हामी पुगेकै हौँ र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीका सकारात्मक र नकारात्मक पक्ष के हुन्, के प्रत्यक्ष कार्यकारी निर्वाचित हुने प्रणालीमा राजनीतिक स्थायित्व हुन्छ? यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हो भने त्यो प्रधानमन्त्री प्रणाली हो कि राष्ट्रपति प्रणाली हो? विद्यमान राजनीतिक अस्थिरताको एकमात्र समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी हो भन्ने जस्ता अनुत्तरित तथा जटिल प्रश्न पनि बहससँगै उठिरहेका छन्। यो केवल भावनात्मक र प्रतिक्रियात्मक प्रश्न मात्र होइन, शासकीय स्वरूप जस्तो महत्त्वपूर्ण मुद्दा भएकाले यसको सैद्धान्तिक पक्ष र अभ्यासको क्रममा देखेका परिणामको वस्तुनिष्ठ अध्ययन गरी ठोस निष्कर्षमा पुग्नु आजको आवश्यकता पनि हो। विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले बहुमत हासिल गरी स्थिर सरकार बन्ने सम्भावना पनि छैन। संसदबाट प्रधानमन्त्री निर्वाचन हुने संसदीय प्रणाली राजनीतिक अस्थिरता र सङ्कटको प्रमुख स्रोत हो। यस्तो असफल र अस्थिर प्रणालीको सट्टा राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अङ्गीकार गर्नु आजको आवश्यकता हो। नेपाली राजनीतिको विद्यमान सङ्कटको एकमात्र समाधान यही हो र यस्तो निर्णय गर्ने उपयुक्त घडी पनि अहिले नै हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मात्रै जनभावना अनुसार जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गर्छ र विकास र सुशासनको डेलिभरीको पनि प्रत्याभूत गर्छ भन्ने एक थरीको तर्क पनि रहेको देखिन्छ। त्यसै गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली पक्षधर पार्टी समूह र व्यक्तिको तर्क बहस र पैरवी पनि यस्तै कुरामा उनीहरूले गरिरहेका छन्। अर्को कुरा हो, एकातिर विशेष अवस्था बाहेक एकल बहुमत ल्याउने सम्भावना क्षणिक भएको वास्तविकतामा विगतका निर्वाचनहरूले यो प्रमाणित गरिसकेका छन् कि अर्कोतर्फ एकल बहुमत हुँदा पनि राजनीतिक स्थायित्व हुन नसकेको इतिहास हाम्रो देशमा साँची छ। विक्रम सम्वत 2048 साल र विक्रम सम्वत 2056 सालमा नेपाली कङ्ग्रेसले स्पष्ट बहुमत हासिल गरेकै हो। यो कुरा हामी सबैलाई थाहा छ। तर पनि स्थिर सरकारको प्रत्याभूत गर्न नसकेको मात्र होइन, दुवै पटक सत्ताको लैलैमा तथा अस्तित्वको लडाइँले गर्दा पार्टीभित्रको आन्तरिक किसिलोको कारणले दुवै पटक मध्यावधि निर्वाचन घोषणा गरेपछि अस्थिरताको खेल सुरु भएकै थियो। त्यसै गरी विक्रम 2074 सालमा एमाले र माओवादीको एकीकरणपछि बनेको तत्कालीन नेकपाको प्रचण्ड बहुमतको सरकार पनि हामीले देख्यौँ। तर पार्टीको आन्तरिक विवाद र शक्ति सङ्घर्षका कारणले एकातिर दुई पटक प्रतिनिधि सभा विघटन गरिएको थियो भने अर्कोतर्फ नेकपा नै विभाजित भएको दृष्टान्त हामीसँग जीवितै छ। त्यसैले नेपाली कङ्ग्रेस र कम्युनिस्ट दुवैको बहुमतको सरकार बने पनि स्थिरता कायम हुन सकेन। स्थिरता कायम गर्न असफल भएको विगतका उदाहरण पनि देखाउँछन्। यसलाई हामीले लुक्नेवाला पनि छैन। अर्कोतर्फ संसदीय लोकतन्त्रवादीका लागि जतिसुकै अप्रिय र कटु भए पनि राजनीतिक यथार्थ यही हो। हरेक संसदीय प्रणाली र लोकतन्त्रवादीले यो कुरा स्वीकार गर्नै पर्छ कि विगतमा बहुमत प्राप्त सरकारहरूले पनि आफ्नो पुरा अवधि चाहिँ गर्न सकेका थिएनन् भनेर हामीले यसलाई चाहिँ स्वीकार गर्नै पर्ने हुन्छ। यस्तो परिदृश्यमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावप्रति सकारात्मक बहस हुनु अस्वाभाविक पनि होइन। उक्त प्रस्ताव केवल तर्कपूर्ण र कर्णप्रिय मात्र छैन, आंशिक रूपमा सत्य पनि हो। सत्ताको घृणित खेलको राजनीतिक अस्थिरताको चक्रव्यूह र प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री उत्पादनको दुश्चक्र चलिरहेको घडीमा यस्तो प्रस्तावले थप सान्दर्भिक भएको पनि देखिन्छ। हाम्रो यहाँ अहिले सत्ता र शक्तिको लागि पार्टीहरूको यस्तो अश्लील दृश्य र राजनीतिक अस्थिरताको कारणले जनतामा वितृष्णा सिर्जना भएको छ। केवल शासकीय स्वरूपको बारेमा मात्र होइन, लोकतन्त्र संविधानमाथि पनि जनताले आज प्रश्न उठिरहेका छन्। त्यसैले केवल राजनीतिक अस्थिरताको दृष्टिले मात्र होइन, लोकतन्त्र संविधानको भविष्यको दृष्टिले समेत शासकीय स्वरूपको सम्बन्धमा उपयुक्त निष्कर्षमा पुग्नु आजको आवश्यकता भएको पनि देखिन्छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री कि राष्ट्रपति? प्रारम्भदेखि नै माओवादी केन्द्र
अनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लगायतले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको बारेमा वकालत गर्दै आएका छन्। त्यसै गरी हालै वैकल्पिक शक्तिको रूपमा देखिन आँटेको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी र राजतन्त्र पुनर्स्थापनाको सपना देख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका केही वैकल्पिक शक्ति भन्नेहरूले चाहिँ निर्वाचित प्रधानमन्त्री प्रणालीको पक्षमा वकालत गरेको तपाईँ र हामी सबैले देख्ने गरिरहेका नै छौँ। अर्कोतर्फ संसदीय लोकतन्त्रका पक्षधर कङ्ग्रेस र एमाले शासकीय स्वरूपको बारेमा हालसम्म कुनै पनि आधिकारिक टिप्पणी र नयाँ दृष्टिकोण सार्वजनिक गरेको पनि छैन। अब केही जेन्जी अगुवाहरूले चाहिँ फागुन 21मा नै प्रधानमन्त्रीको प्रत्यक्ष कार्यकारी निर्वाचन हुनुपर्ने माग पनि गर्दै आएका छन्। तर वास्तविकताबाट हामीले के भुल्नु हुँदैन भने प्रतिनिधि सभाको निर्वाचन हो। फागुन 21मा चाहिँ हुने भनेको प्रतिनिधि सभाको निर्वाचन हो, प्रधानमन्त्रीको प्रतिनिधि निर्वाचन होइन। उनीहरूले आत्मसात गर्नुपर्ने यथार्थ के हो भने संसद बिना संविधान संशोधन गर्नु सम्भव छैन र संविधान संशोधन बिना शासकीय स्वरूपमा परिवर्तन हुने सम्भावना पनि छैन। यदि शासकीय स्वरूपको परिवर्तन गर्ने हो भने यस पक्षधरकाहरूले चाहिँ एजेन्डा लिएर आसन्न प्रतिनिधि सभाको निर्वाचनमा जनता सामु जानु पर्यो र आगामी संसदबाट संविधान संशोधन गर्नका लागि जनता सामु गएर आफूलाई बहुमत र 2/3 बहुमत ल्याउन सके मात्रै त्यो सम्भव यसका पक्षधरहरूका लागि सहज हुने पनि छ। अर्को कुरा, अब आज हामी फेरि पनि बहस गरौँ निर्वाचित प्रधानमन्त्री प्रणालीको एकछिन अन्तर्राष्ट्रिय अभ्यास र परिणाम पनि हेरौँ। हाल आजको दिनमा आजको भविष्यमा संसारमा कोही पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली छैन। तर के इतिहासलाई केलाएर हेर्ने हो भने यस्तो अभ्यास गर्ने एकमात्र देश कुनै समयमा इजरायल थियो। सन् 1948मा स्वतन्त्र र सार्वभौम राष्ट्र भएको मितिदेखि नै इजरायलले संसदीय प्रणाली अनुसरण गर्दै आएको छ र सन् 1996 देखि 2001 सम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली अंगीकार गरेकै हो। इजरायलले सन् 1996 देखि 2001 सम्मको जम्मा 6 वर्षको अवधिमा तीन पटक त्यहाँ प्रधानमन्त्रीको निर्वाचन पनि भएकै हो। त्यो यथार्थसँग पनि हामी भुल्नु हुँदैन। सन् 1996 पहिलो पटक जब इजरायलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निर्वाचन भयो, त्यो निर्वाचनमा हाल जुन इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नै निर्वाचित भएर आएका थिए। तर संसदसँगको द्वन्द्व भई सरकारले आवश्यक कानुन समेत निर्माण गर्न नसकेपछि 5 वर्षको लागि निर्वाचित भए पनि 3 वर्षमै अर्को निर्वाचन गर्नु पर्यो। सन् 1989मा फेरि दोस्रो निर्वाचन भयो। त्यो निर्वाचनमा एहुद ब्राक निर्वाचित भएर तर ब्राक सरकारको पनि नीति पूर्ववर्ती नेतन्याहु जस्तै भयो। त्यसको 2 वर्ष नपुग्दै सन् 2001मा भएको अर्को निर्वाचनबाट एरियल स्प्रोन निर्वाचित भए। तर स्प्रोनको सरकारले पनि समस्याको समाधान गर्न सकेन। अनन्त 2001मा इजरायलमा पनि पुनः संविधान संशोधन गरेर पुनः संसदीय प्रणालीमै फर्केको इतिहास दृष्टान्त नै छ। यसरी राजनीतिक अस्थिरताका लागि अंगीकार गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली राजनीतिक अस्थिरताको अर्को स्रोत भएपछि योभन्दा अर्को श्रेष्ठ विकल्प थिएन र त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणाली सैद्धान्तिक र प्रयोगात्मक दुवै दृष्टिकोणले अन्तर्राष्ट्रिय रूपमा असफल भएको पुष्टि भइसकेको छ। यदि नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नै अंगीकार गर्ने हो भने राष्ट्रपति प्रणाली अंगीकार गर्नु नै आजको आवश्यकता हो। त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका पक्षधरहरूले आफ्नो प्रस्तावमा नै पुनर्विचार गर्नु नै आजको आवश्यकता हो। अब एकछिन यो कुरातर्फ पनि ध्यान दिउँ, विश्वका कुन देशमा कस्तो प्रकारको शासन प्रणाली छ। सन् 1941 देखि लोकतन्त्र, स्वतन्त्रता, विधिको शासन र मानवाधिकारको बारेमा अध्ययन अनुसन्धान गर्दै आएको वाशिंटन स्थित थिङ्क ट्याङ्क फ्रिडम हाउसका अनुसार विश्वमा 100 भन्दा बढी देशमा हाल कुनै न कुनै रूपमा लोकतान्त्रिक शासन प्रणाली रहेछ, जसमध्ये बेलायत, भारत, जापान, कनाडा, अस्ट्रेलिया, जर्मनी, इटाली, बेल्जियम, नेपाल, स्पेन, इजरायल, पाकिस्तान र बङ्गलादेश गरी विश्वका झन्डै
60भन्दा बढी देशले संसदीय प्रणाली अनुसरण गरेका रहेछन्। अर्थात् लोकतन्त्र भएका राष्ट्रहरूको 60% बढीले चाहिँ संसदीय व्यवस्था अनुसरण गर्दा रहेछन्। त्यसै गरी अमेरिका, ब्राजिल, मेक्सिको, नाइजेरिया, केन्या, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण कोरिया, कोलम्बिया, पेरु, चिली, अर्जेन्टिना, घना, इजिप्ट, ताइवान लगायतका करिब 25भन्दा बढी देशले राष्ट्रपतीय प्रणाली अनुसरण गरिरहेका छन्। यो कुल सङ्ख्याको 25% बढी हो। त्यसै गरी फ्रान्स, पोर्चुगल, युक्रेन, श्रीलङ्का, फिनल्यान्ड र रोमानिया लगायतका देशले अर्धराष्ट्रपतीय प्रणाली अनुसरण गरिएको देखिन्छ। यो कुल सङ्ख्याको झन्डै 15% जति आउँछ। त्यसै गरी अब राष्ट्रपतीय प्रणालीको दृष्टिकोणले अमेरिका र संसदीय लोकतन्त्रको दृष्टिले बेलायत र अर्धराष्ट्रपतीय प्रणालीको दृष्टिले फ्रान्स उदाहरण र सफल देश पनि मानिन्छन् तर ती सबै युरोप र अमेरिकाका समुन्नत देश हुन्। अमेरिकामा राष्ट्रपति प्रत्यक्ष निर्वाचन मार्फत निर्वाचन हुन्छ भन्ने बुझाइ नेपालमा रहेको पाइन्छ, तर प्रत्यक्ष निर्वाचन मार्फत होइन, निर्वाचक मण्डल अर्थात् इलेक्टोरल कलेज मार्फत निर्वाचित हुन्छन्। अमेरिकामा कुल 50 राज्य छन्, जसमा 538वटा निर्वाचक मण्डल हुन्छन्, जसमध्ये 270 निर्वाचक मण्डलले मत हासिल गरेपछि राष्ट्रपति निर्वाचित हुन्छ। यसको उदाहरण सन् 2016को अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भन्दा उनकी निकटतम प्रतिद्वन्दी हिलारी क्लिन्टनले झन्डै 28 लाखभन्दा बढी लोकप्रिय मत प्राप्त गरेकी थिइन्। तर पनि 304 निर्वाचक मण्डलमा विजय हासिल गरेका ट्रम्प पनि राष्ट्रपति निर्वाचित भएका थिए। अमेरिकाको प्रतिनिधि सभा र सिनेटको चुनाव भने प्रत्यक्ष प्रणाली मार्फत नै हुन्छ। त्यसैले अमेरिकी निर्वाचन प्रणालीबारे अमेरिकामा नै गम्भीर प्रश्नहरू अहिले उठिरहेका पनि छन्। हालसालै अमेरिकामा लामो सटडाउन चाहिँ झन्डै अमेरिकाको संसदमा चाहिँ वर्तमान राष्ट्रपति तथा वर्तमान जसको सरकार छ रिपब्लिकनहरूको, अनि उनीहरूको प्रतिनिधि सभामा तथा तल्लो सदनमा बहुमत नहुँदा उनीहरूको बजेट पारित भएन, जस कारण अमेरिकामा झन्डै 40 दिनभन्दा बढी सटडाउन नै चल्यो, बजेट सटडाउन नै भयो। यो अवस्थामा टिप्पणी गर्दै पूर्व अमेरिकी राष्ट्रपतिप्रति बराक ओबामाले भनेका थिए, अमेरिकामा संसदीय प्रणाली नहुनु अमेरिकाको दुर्भाग्य हो भनेर भनेका थिए। ओबामाको यो भनाइले नै स्पष्ट पार्छ कि अमेरिकी निर्वाचन प्रणालीको बारेमा अमेरिकामा नै गम्भीर प्रश्नहरू उठिरहेका छन्। अर्कोतर्फ बेलायतलाई संसदीय लोकतन्त्रको जननी पनि मानिन्छ। बेलायतको वेस्टमिनिस्टरमा संसद भवन भएको कारणले यसलाई संसदीय लोकतन्त्रलाई वेस्टमिनिस्टर प्रणाली पनि भनिन्छ। संसदीय प्रणाली प्रत्यक्ष लोकतन्त्र र प्रतिनिधिमूलक प्रणाली हो भने राष्ट्रपतीय प्रणाली प्रत्यक्ष र सहभागितामूलक प्रणाली हो। संसदीय प्रणालीमा जनताले सांसद निर्वाचित गर्छन् र संसदले प्रधान निर्वाचित गर्छ। संसदीय प्रणालीमा प्रधानमन्त्री संसद मार्फत जनताप्रति उत्तरदायी हुन्छ र संसदीय सर्वोच्चताको मूल्य र मान्यतालाई आत्मसात गरिने यो प्रणालीमा मात्रै संसद वास्तविक रूपमा सार्वभौम हुन्छ। फ्रान्सका राष्ट्रपति प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। सन् 1962 देखि फ्रान्सले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अनुसरण गर्दै आएको हो। अब हामीले यति अन्तर्राष्ट्रिय अभ्यास र धेरैजसो निरुत्साहित परिणामहरू नै देख्यौँ, यसको बारेमा पनि कुरा गरिसक्यौँ। अब राजनीतिक स्थायित्वको अनुसरण गरिएको भनिएको देशमा पनि राष्ट्रपतीय प्रणाली कर्मिक रूपमा सर्वसत्तावादी र अध्यात्मवादी प्रणालीमा रूपान्तरित हुँदै गए र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिहरूले राजनीतिक स्थायित्वको भन्दा पनि सर्वसत्तावाद र अध्यात्मवादको बिम्ब बन्दै गएका छन्। दोस्रो विश्वयुद्धपछि उपनिवेशबाट स्वतन्त्र हासिल गरेका 17वटा ल्याटिन अमेरिकी देशमा राष्ट्रपति प्रणाली नै अनुसरण गरिएको थियो। तर उरुग्वे र कोस्टारिका बाहेक 15 देशमा एकपछि अर्को गरी स्वतः लोकतन्त्र सङ्कटमै पर्दै गयो। ती देशमा कि त निर्वाचित राष्ट्रपतिहरू सर्वसत्तावादी र अध्यात्मवादी भए कि निर्वाचित राष्ट्रपतिलाई सैनिक कु गरी अध्यस्त गरियो कि सेनाको समर्थन लिएर राष्ट्रपति आफैले लोकतान्त्रिक प्रणाली विरुद्ध कु गरे कि सडकबाटै सरकार विस्थापित गर्ने गैर लोकतान्त्रिक अभ्यास गरियो। तर कुनै पनि देशमा स्वतन्त्र निर्वाचन, स्वस्थ
लोकतान्त्रिक अभ्यास र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण भएन। अन्तर्राष्ट्रिय अभ्यासको दृष्टिले राष्ट्रपति प्रत्यक्ष निर्वाचित भए पनि अपवाद बाहेक राष्ट्रपतिको दलले संसदमा बहुमत हासिल गरेको पाइँदैन। संसदमा बहुमत नभएपछि बजेटदेखि कानुन निर्माणसम्म सरकार अल्पमतमा हुन्छ। न समयमै बजेट पारित हुन्छ, न राष्ट्रपतिले चाहेको कानुन पारित हुन्छ। त्यसैले राष्ट्रपति र संसदबीच द्वन्द्व चर्केको र अनन्त राष्ट्रपति र संसद दुवै असफल हुँदै आएको अन्तर्राष्ट्रिय अभ्यासले पनि पुष्टि गरिसकेको छ। आर्थिक विकास र सुशासनको दृष्टिकोणले विश्लेषण गर्दा विश्वका 10 धनी देशमध्ये सिङ्गापुर, लक्जमबर्ग, नर्वे, स्विजरल्यान्ड र डेनमार्क, नेदरल्यान्ड र आइसल्यान्ड गरी 7 देशमा संसदीय प्रणाली छ। बाँकी 3 मध्ये अमेरिका गुइनामा राष्ट्रपतीय प्रणाली र ताइवानमा अर्धराष्ट्रपतीय प्रणाली रहेको छ। त्यसै गरी विश्वका सबैभन्दा 10 गरिब देशहरू दक्षिणी सुडान, बुरुन्डी, मध्य अफ्रिकन गणतन्त्र, मोजाम्बिक, मालवी, कङ्गो, लाइबेरिया, मदगास्कर, नाइजर गरी 9 देशमा प्रत्यक्ष वा अर्धप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै रहेको छ। पाकिस्तान, जर्जिया, लेबनान, आर्मेनिया, आइसल्यान्ड लगायतका देशले राष्ट्रपतीय प्रणाली त्यागेर संसदीय प्रणाली अनुसरण गरेका। त्यसैगरी पाकिस्तान, जर्जिया, लेबनान, आर्मेनिया, आइसल्यान्ड लगायतका देशले राष्ट्रपतीय प्रणाली त्यागेर संसदीय प्रणाली पनि अनुसरण गरेका छन्। अब कुरा गरौँ कार्यमूलक लोकतन्त्र, लोकतन्त्रको संस्थागत सबलीकरण, शक्ति पृथकीकरण, विधिको शासन, सुशासन, जवाबदेहिता, मानवाधिकार लगायतका सूचकाङ्कको दृष्टिले राष्ट्रपतीय प्रणालीभन्दा संसदीय प्रणाली नै श्रेष्ठ देखिन्छ। राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र डेलिभरीका लागि अंगीकार गरिएको भनिएको राष्ट्रपति प्रणाली न राजनीतिक स्थायित्व काम गर्न सक्यो, न आर्थिक विकास, सुशासन, डेलिभरी नै प्रत्याभूत गर्न सक्यो। संसदीय र राष्ट्रपतीय प्रणालीबारे लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएको यल विश्वविद्यालयका प्राध्यापक जुआन लिन्ज र रोबर्ट हायल, स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक ल्यारी डायमन्ड र कोलम्बिया युनिभर्सिटीका प्राध्यापक स्टेफेन अल्फ्रेड लगायतका राजनीतिक शास्त्रीहरूले यही निष्कर्ष निकालेका छन्। अब कुरा गरौँ नेपालका लागि उपयुक्त मोडल के हो, प्रत्यक्ष निर्वाचित कार्यकारी वा संसदीय लोकतन्त्र। यदि नेपालमा पनि राष्ट्रपतीय प्रणाली अनुसरण गरियो भने माथि उल्लेख गरिएको देशमा जस्तै सर्वसत्तावाद र अधिनायकवाद सत्तामा रूपान्तरित हुने जोखिम उच्च छ। किनभने संसद मार्फत निर्वाचित बनेको प्रधानमन्त्री त सर्वसत्तावादी र अधिनायकवादी हुने दृष्टिता गर्दै आएको हाम्रो देशमा जनताबाट प्रत्यक्ष निर्वाचित भएपछि त्यस्तो प्रवृत्ति कति आयो होला त? राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिरता सुनिश्चित गर्नु आजको आवश्यकता हो, तर स्थिरताको नाममा अधिनायकवादी र सर्वसत्तावादी प्रणाली अनुसरण गर्नु अर्को गल्ती हुनेछ। बरु अधिनायकवादी र सर्वसत्तावाद भन्दा कम हानिकारक अस्थिर सरकार नै हो। त्यसैले उक्त वास्तविकताबाट शिक्षा लिनु आज लोकतन्त्रको भविष्यका लागि लाभदायक हुनेछ। मानौँ हाम्रो देशमा राष्ट्रपति प्रणाली अनुसरण गरियो के राष्ट्रपतिको दलले संसदमा बहुमत हासिल गर्ला? जुन सम्भावना क्षणिक देखिन्छ। विगतका निर्वाचनमा एमाले 26%, कांग्रेसले 25%, माओवादीले 12%, राष्ट्रपाले 11% मत हासिल गरेका थिए। त्यसैले 2 वा 2 भन्दा बढी दल बीच सहमति र सहकार्य नगरिकन संसदबाट कानुन समेत पारित हुन सक्दैन। नेपालमा पनि राष्ट्रपति प्रणाली असफल भएका देशमा जस्तै कि सडकबाट सरकार विस्थापित गर्ने कि सैनिकको मार्फत अवदस्त गर्ने र गैर लोकतान्त्रिक प्रक्रिया प्रारम्भ हुनेछ। लोकतन्त्रको लागि योभन्दा ठुलो दुर्भाग्य के हुन सक्छ त? उपरोक्त राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयोग र परिणामको आधारमा विश्लेषण गर्दा नेपालको लागि संसदीय प्रणाली नै उपयुक्त हो। संसदीय प्रणालीका विद्यमान समस्या, विकृति, विसङ्गतिको संविधान संशोधन र निर्वाचन प्रणाली परिमार्जन गरी समाधान गरिनुपर्छ। यही प्रणालीलाई नै थप उन्नत, उत्तरदायी, प्रभावकारी बनाउनुतर्फ तपाईँ र हामी लाग्नुपर्छ। राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुक्तिका लागि राजनीतिक स्थिरताको नाममा अर्को अधिनायकवादी तथा सर्वसत्तावादी प्रणाली अपनाउनु भनेको तावाबाट उम्केको माछा भुङ्ग्रोमा पर्ने नेपाली उखान जस्तै हो। त्यसैले फागुन 21 को प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने संसदबाट
संविधान संशोधन गरी राजनीतिक स्थायित्वको साथै जनताप्रति थप उत्तरदायी बनाउनका लागि चाहिँ हामीले केही कुराहरू पनि गर्नुपर्ने हुन्छ। जस्तैमा हरेक राजनीतिक दल निर्वाचनमा जाँदा नै पहिलो कुरा हो हामीले संसदीय व्यवस्थालाई चाहिँ आजको समयभन्दा मर्यादित बनाउनको लागि संसदीय प्रजातन्त्रलाई जुन अहिले हाम्रो अनि सत्ता सङ्घर्ष दलहरू बिचको आन्तरिक कलहको कारणले सरकारले आफ्नो समय तथा आफ्नो कार्यकाल पुरा नै नगर्न सक्ने, बिचमै गिर्ने, 6 महिने सरकार, 9 महिने सरकार, 1 वर्षीय सरकार बन्ने यो अवस्थाबाट मुक्त पाउन आजको पहिलो आवश्यकता हो। पहिलो नम्बरमा हामीले के गर्न सक्छौँ भने हरेक दलले निर्वाचनमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नुपर्छ। जुन दलले बहुमत हासिल गर्छ सोही उम्मेदवार नै प्रधानमन्त्री हुनुपर्छ। यदि यस्तो अभ्यास गर्यो भने दलभित्र प्रधानमन्त्री हुनका लागि अस्वस्थ अभ्यास त्यो अन्त्य हुनेछ भने प्रधानमन्त्रीलाई जनताप्रति थप उत्तरदायी बनाइनेछ। अर्को 2 नम्बरमा चाहिँ जुन दलले बहुमत हासिल गर्छ उक्त दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन स्वाभाविक संवैधानिक प्रक्रिया भयो। यो बहस र विवादको विषय नै होइन। यदि कुनै पनि दलले बहुमत हासिल गरेन भने संसदको सबैभन्दा ठुलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। प्रधानमन्त्रीको विरुद्धमा 2 वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न नपाउने प्रावधानलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ। र अर्को 3 नम्बरमा हो यदि सबैभन्दा ठुलो दलको नेतृत्वमा बनेको सरकारले संसदको विश्वास गुमायो वा सरकार अफसल भयो भने तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। यदि उक्त सरकारले पनि असफल भयो भने ताजा जनादेशका लागि जनतामा जानुभन्दा अर्को श्रेष्ठ विकल्प रहने छैन। 4 नम्बरमा चाहिँ स्वतन्त्र न्यायपालिका, संवैधानिक तथा प्राज्ञिक संस्था, सुरक्षा निकाय लगायतका राज्यका सबै निकायलाई दलीयकरण गरी सरकार र दलहरूले आवाचित राजनीतिक लाभ लिने गर्ने प्रवृत्तिको अविलम्ब अन्त्य गरी स्वस्थ लोकतान्त्रिक अभ्यासको प्रत्यावृत्ति गरिनु आजको आवश्यकता हो। धन्यवाद। जय नेपाल।